माथि जाँदैछौँ बिहान बिहान उठेर 6 बजीतिर उठेर जाँदैछौँ। दिस इज आवर मर्निङ भ्यू गाइज। मर्निङ गाइज यसको चाहिँ मजा चोरी भयो अरे अनि गाडी जसरी हिँडेको के गर्नु गाइज त हो चप्पल लगाएर हिँडेको आज चाहिँ अनि एउटा उसो छप्री जस्तो मार्ने के गर्नु त्यही हो गाइज। आज चाहिँ हामी अर्को गाउँमा छौँ अनि हामी तिनीहरूलाई छोडेर छ गाइज। हामी चाहिँ गाउँमा पुगिसकेछौँ। गाउँ चाहिँ यही हो हाम्रो डेस्टिनीको। अनि हाम्रो साथीहरू चाहिँ त्यहाँ घरमा गइसक्यो। हामी चाहिँ यहीँ छौँ तिनजना कामै छैन अनि यो चल्लालाई छोपेर हामी लगेर जाने क्या लुकाएर गाइज। अनि त्यहाँ गइसक्यो हामी चाहिँ त्यही जाँदैछौँ। अब हामी चाहिँ मुखियाको घर आइसक्यौँ। आज चाहिँ अर्को गाउँमा अर्को मुखियाको घर हो यो। यति धेरै छ घर गाइजको घरमा चाहिँ किमु देखेर किमु खाँदैछ। हामी चाहिँ अब अर्को घरमा जान लाग्यो। अब हामी त खास यहाँ टुटु खान आँट्दै भयो। टुटु खाँदैन गाई चाहिँ यो अब यो घरमा जान्छौँ हामी अर्को खोर। अनि हामी चाहिँ नाला नाखा जाँदैछौँ। अनि हामी चाहिँ खा जाँदैछौँ गाई। अर्को घरमा आइसक्यौँ। हामी चाहिँ भिजन लिँदैछौँ गाई। दिएको मलाई एउटा दिदीले कस्तो राम्री भनेर फुल दिनुभयो। कति क्युट छ दिदीले यस्तो राम्रो फुल दिनुभएको छ। यस्तो क्युट छ। थ्याङ्क यू दिदी। घरमा को हुनुहुन्छ? घरमा को हुनुहुन्छ? हल्का फिलहाल चाहिँ बोलेको नि भित्रको सदा कुकुर आयो भने घर तो यही अब ऐसे बिजोग होता है गाइज हमारा बेजेट। हामी चाहिँ बाटोमा हिँडिरहेको गाइज। बाटो चाहिँ यति टाढा टाढा छ। हामी चाहिँ हिँड्दा हिँड्दा मेरो त ढाडै दुखिसक्यो खुट्टा दुखिसक्यो गाइज। देखो पैर दर्द हो रहा है इसका गाइज। गाउँ चाहिँ यही हो। कितना अच्छा है राम्रो छ। अनि यसको चाहिँ टोइलेट गाइज मैले चाहिँ कान कोट्टाउने गाउँको अलि राम्रो कान कोट्टाउने भेटाएँ। देखो गाइज। अनि हामी चाहिँ त्यहाँ जाँदैछौँ घर घरमा। जाँदा जाँदा थाकिसक्यो म। आमा बिहान 6 बजी आएको अहिले यहाँ कति बजिसक्यो भोक लागेर होला। गाउँमा आएको फाइदा यस्तो कालो कालो खाना पाइन्छ। किन्नु भन्छन् के हो के भन्छन्। बच्चा कितना प्यारा है गाइस। देखो गाइस देखो भान्डाले के हामी चाहिँ घर फर्किन लाग्यो। अब चाहिँ धेरै ढिला भयो भोक लागिसक्यो। अनि मैले फेरि अर्को फुल पनि पाएँ गाइस। अनि गाइस सबै गइसक्यो अगाडि ब्यागमा आ रहे है मेरो क्युट फुल। अब हामी घर जान्छौँ। अझ आधा घन्टा लाग्छ घर जान। गाह्रो छ गाह्रो गाई चाहिँ हामी चाहिँ घर फर्किँदैछौँ। यति लामो बाटो छ। भर्खर आधामा पुगेछौँ। अझ आधा बाटो छ। यहाँनिर गफ गर्छन् मलाई एक्लै छाडिदिन्छ। सबैले दुई जना छन्। यहाँ 2 जना छन् गफ गर्छन्। म चाहिँ एक्लै छु गाइस कि मसँग बोल्न गाइस म एक्लै छु। पिसिसी पुगिसक्यौँ। यही हो हाम्रो पिसिसी गाइस। हामी चाहिँ म चाहिँ रुम पुगिसकेँ। अनि थोरै हिजोको एक्टिङ गर्न बाँकी थियो सिक्न बाँकी थियो सिकिसकेँ। अनि अब चाहिँ खाना खान्छु रेस्टुरेन्ट सिक्छु। बाई गाइस थ्याङ्क यू फर वाचिङ। लभ यू।